लागि यो अमृत समान हो, किनभने महिलाहरूमा मैक्सिमम महिनावारीको समस्या भइराखेको हुन्छ, जसले गर्दाखेरि इरेगुलर मिन्सले गर्दाखेरि उसलाई मानसिक तनाव पनि हुन्छ। र यो तपाईले सबभन्दा यसको महत्त्व के हो भने प्राय गरेर महिलाहरूमा पाठेघरको समस्या देखिएको छ। त्यो पाठेघरको समस्याले गर्दाखेरि क्यान्सर हुने सम्भावना पनि मैक्सिमम बढेको देखिन्छ। र सर्वे अनुसार पनि हामी क्यान्सर अस्पतालमा यदि हामी घुम्न गयो, त्यहाँ उपचार गर्न गयो भने त्यहाँ मैक्सिमम महिलाहरू पाठेघरको क्यान्सरको समस्या लिएर आएको हुन्छ, पीडित हुन्छ। त्यस कारणले गर्दाखेरि यो शतावरी म्याच महिलाहरूलाई जुन आउने कम्प्लिकेसन हो, महिनावारीदेखि लिएर पाठेघरको सिस्टको समस्या र क्यान्सर इत्यादि महिलाहरूको समस्याहरूलाई यसलाई जुन छ हुनै नदिने खालको यो शतावरी म्याच हो। यसले खानुभयो भने तपाईको जीवनभर जुन छ यो पाठेघरको समस्या हुन दिँदैन। यसमा ढुक्क हुनुहोस्। र मैले चलाएको छु, बिरामीलाई मैले दिएको छु, त्यो बिरामीले मलाई जुन रिजल्ट दिएको छ त्यो मैले यहाँ म यहाँ सामने राखेको छु। त्यसले गर्दाखेरि पहिले तपाईँ युज गर्नुहोस्। युज गरेपछि त्यसपछि रिजल्ट तपाईँ आफै पाउनुहुन्छ। जबसम्म युज गरिँदैन तबसम्म रिजल्टको थाहा हुँदैन। त्यस कारणले गर्दाखेरि यो शतावरी म्याच तपाईले जुन छ युज गर्नुभयो भने यसको कुनै साइड इफेक्ट छैन। यसको साइड इफेक्टको मामलामा तपाईँ 100% ढुक्क हुनुहोस्। नो साइड इफेक्ट छ, यसको फाइदा छ। त्यस कारणले गर्दाखेरि शतावरी म्याच तपाईले युज गर्दाखेरि तपाईको हुने क्यान्सरबाट तपाईँ वञ्चित हुनुहुन्छ। र भन्छ नि हाम्रो प्रिभेन्सन इज बेटर देन क्योर हो, त्यो हो। हामीले रोग लाग्न दिनु भन्दा रोगको बाटो नै छेक्नु जाति हो। धेरै भन्नु भन्दा तपाईँ युज गरेर हेर्नुहोस्, आफै थाहा पाउनुहुन्छ। धन्यवाद। थ्याङ्क यू। गुड मर्निङ सर। म यो हेस्टिज भन्ने एउटा कम्पनी हो नेपालमा, हेल्दी लिभिङ भन्ने यहाँ दर्ता भएको छ, जसमध्येमा एउटा स्पेरालुना भन्ने एउटा चाहिँ क्याप्सुल छ। यो क्याप्सुल हामीले आफै चाहिँ युज गरिरहेछौँ। यो क्याप्सुलमा एन्टिअक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी, त्यसपछि विभिन्न किसिमका तत्त्वहरू दिएका हुन्छन्। जस्तै हाम्रो शरीरमा चाहिँ धेरै सेलहरू ड्यामेज भएका हुन्छन्, खाना अपुग हुन्छन्, खाना चाहिँ समयमा चाहिँ हामी खाँदैनौँ। यो सब मेन्टेन गर्नलाई स्पेरुलिना चाहिँ एकदम राम्रो काम गर्दछ। र हामी सल्लाह के दिन्छौँ भने सबैजना चाहिँ यो क्याप्सुल युज गरौँ। यसको डोज 1 क्याप्सुल बिडी गरेर खाँदा एकदम राम्रो हुन्छ। धन्यवाद। थ्याङ्क यू।